हेलो गाइज, मेरो युट्युब च्यानलमा सम्पूर्ण दर्शकलाई सर्वप्रथम मेरो नमस्कार छ। आज चाहिँ म भिडियो लिएको छु माछा फ्राई र आज हामीले माछा फ्राई गर्न तयारी गरिसकेका छौँ र माछा फ्राई पनि गरेर निकालिसकेका छौँ र आज यस भिडियोमा मस्त माछा फ्राई गरेर रसादार बनाउँ र के कस्तो लाग्छ हजुरहरूलाई मेरो माछा फ्राई कस्तो लाग्छ र लाइक कमेन्ट गर्न नबिर्सनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। र आज हामी चाहिँ माछा फ्राई गरेर चाहिँ खानाको लागि चाहिँ बनाएका छौँ। अब खाने चाहिँ तिनैजना हो, माछा धेरै भयो तर के गर्ने, अब माछा धेरै ल्याएपछि गर्नै पर्यो। हस् त गाइज, भिडियो हेरेर साथ सपोर्ट दिनु होला। म माछा फ्राईतिर ध्यान गाहा, त्यति बोल्न पनि त वर्ष त के भनौँ र, अब हेर्दै जानु होला, साथ सपोर्ट दिनु होला। म माछा फ्राई गर्न गइरहेको छु। यो चाहिँ इमली हो साथी, यो माछामा हाल्नको लागि है। यो चाहिँ माछामा हाल्यो भने एकदम टेस्ट आउँछ, इमली भनिन्छ। यसको रुख चाहिँ एकदम ठुलो हुन्छ। हाम्रो नेपालको भन्दाखेरि बर पिपल जस्तै ठुलो हुन्छ रुख। यसको चाहिँ पात चाहिँ मसिनो हुन्छ। यो चाहिँ आमिलो हुन्छ है, आमिलो एकदम धेरै जसो आमिलो हुन्छ। यो तपाईँले दालमा पनि हाल्न मिल्छ है, माछा मासुमा जेमा हाले पनि हुन्छ, टेस्ट आउँछ यबाट। यो चाहिँ नदेऊ भन्दाखेरि तिमीले मान्दैन के। लेतिर्थ मागिन रहेछ भिडियोमा थोरै हाल्छु भने देखाउने लुबै हुन्छ यस्तो मैले खानु करेमै धेरै बस्नु त्यसमा पनि हुन्छ भयो। फ्राई त डिबिटी चरपचर भयो। यसमा चाहिँ जिन्दा भयो। यस्तो खतरा बाछाको धुरो खोलामा बहुत बाछा भयो धुरो खोलाको मान्छे पुग्छ झरी परेपछि पल्छ। तिरमा जान्थे पढो खोलामा जान्थे तिरमा जान्थे मलाई चुलेर गाडी खाल्दै जान्थे तिरमा यहाँ गयो पनि हो क्या
पहिल्यैदेखि भन्दै त म सबैभन्दा छिरङ खोलामा लाग्छ माछा छिरङ खोला चिनी खोलामा पाउँछ सबभन्दा माछाले जो खान्छ त्यही थाहा सब डराउँछ लाइट लगाएर मर्छ दिउँसो लाइट गरेर मर्छ त्यो पोलिस ठाउँ होइन पोलिस ठाउँ होइन त्यहाँ त माथि पुग्छ लाइट गरेर मर्छ दिउँसो ठ्याक्कै ठ्याक्कै बजी गर्छ बाटो पनि त्यहाँ सिधा ठ्याक्कै त्यो भालु गर्छ बाहिर त्यो मुनि ओ त्यहाँ दिउँसोलाई कोही जान्छ माथि र म अनि सन्तोष काले ठुटे चारजना गएको हामी हामी अलिकति आधा खानु आधा खानु आधा खानु म प्याज खान त्यो माछा हाल्दैन मायो फाँसी खान लाग्यो होइन काँटो खाली बे एउटा खानु न अब यो पुरै खान्छ पुरै खाऊ ल भ्याइयो भोलि चाहिँ राख्नु पर्यो माछा त्यही हो भोलि मिठो हुन्छ कि त्यस्तै छ ल